यो ट्र्याक्स एम्बुलेन्सको बारेमा म तपाईहरुलाई के जानकारी गराउन खोजेको। यो ट्र्याक्स एम्बुलेन्स यसको मेन फिचर्स भनेको यो 4 व्हील ड्राइभ र तपाईको यहाँ हेर्नुहुन्छ भने यसको ग्राउन्ड क्लियरेन्स पनि एकदमै राम्रो। यो पहाडको बाटो अफ रोडको लागि चाहिँ हेर्नु होला तपाईको 200 mm को चाहिँ ग्राउन्ड क्लियरेन्स रहेको छ हैन। त्यस्तै गरेर तपाईको यहाँ भित्र 4 व्हील ड्राइभ रेसमा चाहिँ तपाईको एउटा एडिसनल फिचर कम्पनीले के दिएको छ भन्दाखेरि यो डिफेन्सियल लक दिएको छ। डिफेन्सियल लक भनेको तपाईको कुनै पनि चक्का यदि कहीं चाहिँ तपाईको चाहिँ नि हिलोमा गड्यो अथवा केही भयो भने तपाईको त्यो चक्कालाई लक गर्न मिल्ने हुन्छ र सजिलै त्यो गाडी चाहिँ अगाडि बढ्न सक्ने हुन्छ। त्यस्तो किसिमको फिचर चाहिँ नि यो गाडीमा चाहिँ नि दिएको छ एम्बुलेन्समा डिफेन्सियल लक भनेर। तपाईको यसको साइरन माथि हेर्नुहुन्छ, साइरन एकदमै पावरफुल राम्रो हैन। त्यस्तै गरेर तपाईको वाकी टकी दिएको छ यहाँ हैन। पावर स्टियरिङ तपाईको चाहिँ नि हो यो गाडी हो हैन। र यसमा तपाईको ड्राइभर र प्यासेन्जर र 5 जना अरु हाम्रो चाहिँ कुरुवा लिएर चाहिँ हिँड्न मिल्ने किसिमको हैन। टोटल चाहिँ नि 6 प्लस ड्राइभर सिट पास भएको गाडी हो। यहाँ पछाडि तपाईहरुले हेर्नुहुन्छ भने अब यो त खै अलिकति अगाडि गर्नु तपाईको यहाँ हेर्नुहुन्छ भने यसमा 4 वटा कुरुवाको लागि सिटहरु रहेको छ। यो प्यासेन्जरको लागि चाहिँ तपाईको स्ट्रेचर र स्ट्रेचर चाहिँ पुरै मजाले तपाईको मुभेबल स्ट्रेचर यो यसरी खोल्छ है हेर्नुला तपाईहरुले। ल सरले यहाँ देखाइरहनु भएको छ। स्ट्रेचर तपाईको हो अगाडि गर्नु तपाईँ गाडी हजुर मजाले बाउरी ल्याउन सकियो आफै। यहाँ चाहिँ पेसेन्ट राखेर ल अब यो भित्र पनि इजिली राख्न यहाँ पेसेन्ट राखेर तपाईँ इजिली राख्न सकिने अवस्था छ। अरु एम्बुलेन्स भन्दा यो तपाईको स्पेसियस यो चाहिँ नि तपाईको हेर्नुहुन्छ भित्र चाहिँ नि स्पेस एकदमै बढी छ। अरु एम्बुलेन्स तपाईको सानो अलिकति चाहिँ नि तपाईको के त भन्दाखेरि कन्जस्टेड किसिमको छ भने यहाँ चाहिँ स्पेस तपाईले मजाले देख्न सक्नुहुन्छ हैन। यसको एउटा राम्रो फिचर भनेको त्यो। त्यस्तै गरेर तपाईको 4 व्हील ड्राइभ त एम्बुलेन्समा हुन्छ भने डिफेन्सियल लक एउटा एडिसनल चाहिँ फिचर चाहिँ यसमा दिएको छ। त्यो भनेको जस्तो पनि विकट बाटोमा चाहिँ तपाईले यो एम्बुलेन्सलाई लिएर जान सक्नुहुन्छ। कहीं पनि यो गाडी रोकिएला यसले चाहिँ धोका दिएला यो बाटोमा नहिँड्ला भन्नु पर्ने चाहिँ छैन। त्यो डिफेन्सियल लक हुनाले यो गाडीलाई चाहिँ जहाँ पनि लान सकिने नेपालको जुन यो चाहिँ नि भूभाग जुन जस्तो किसिमको बाटोहरु छ त्यसमा चाहिँ ढुक्क साथ हामी लिएर जान सक्ने किसिमको एम्बुलेन्स बनाएको छ। र ग्राउन्ड क्लियरेन्स मैले अघि नै भनिसके तपाईहरुलाई राम्रो यो 200 mm को चाहिँ ग्राउन्ड क्लियरेन्स दिएको छ। त्यही भएर यी सब कुराहरु हेर्दाखेरि नेपालको लागि चाहिँ बेस्ट एकदमै राम्रो एउटा चाहिँ नि फोर्स मोटर्सले एम्बुलेन्स बनाएर पठाएको हामीलाई लागेको छ। अब यो हाम्रो पहिलो प्रयास हो, पहिलो प्रोडक्ट हो। हामी पहिलो प्रोडक्ट हामी बेच्दै छौं। यसको फिडब्याक कस्तो आउँछ यदि यसको फिडब्याक राम्रो आयो भने पक्कै पनि यो एम्बुलेन्सले तपाईको नेपालमा चाहिँ राम्रो मार्केट लिनेछ। केही कमी कमजोरी भयो भने पक्कै पनि हामीलाई चाहिँ नि लुम्बिनी मेडिकल कलेजले खबर गर्नुहुनेछ र त्यसलाई हामी चाहिँ नि सुधारेर चाहिँ कम्पनीलाई भनेर सुधार्ने छौं भन्ने पनि हामी तपाईहरुलाई बाचा गर्छौं। यो पहिलो एम्बुलेन्स त हामी बेच्यौं तर यो BS6 मोडलको चाहिँ नि एम्बुलेन्स यो ट्र्याक्समा चाहिँ यो हाम्रो फर्स्ट टाइम आज चाहिँ नि हामी फर्स्ट टाइम लुम्बिनी मेडिकल कलेज हजुर नेपाल अधिराज्यको यसको तपाईको INR मा हुन्छ। यसको चाहिँ 18,75,000 यसको चाहिँ नि मूल्य पर्छ। त्यो चाहिँ नि हामीले
डाइरेक्ट हस्पिटलले चाहिँ कम्पनी फोर्स मोटर्सलाई नै कम्पनीलाई बुझाउने पैसा हो भने हामीले 1 लाख रुपियाँ चाहिँ नि भन्सार गर्नको लागि, ट्रान्सपोर्टेसनको लागि, इन्सुरेन्सको लागि र चाहिँ नि के त भन्दाखेरि तपाईँको क्लियरिङ एजेन्टको खर्चको लागि हामी 1 लाख रुपियाँ नेपाली चाहिँ हामीले लिने गर्छौँ। यसमा भन्सार 1% मात्रै लाग्छ भन्सार यसमा।